दोस्रो विधि हो नेति। नेति विधि पञ्चशीलमा नाक र मुखको सफाइको लागि नेति विधि निकै नै प्रभावकारी र लाभदायक मानिएको छ। नाक तथा मुख सफा गर्दा नेति विधिमा सानो रबरको क्याथेड्रल आवश्यक हुन्छ, जुन क्याथेड्रललाई नाकको एक तर्फबाट प्वालमा छिराएर मुखबाट निकालिन्छ र नाकमा छिराएर खोक्दाखेरिको त्यो प्रेसरले त्यसको छेउ निस्किएपछि त्यसलाई पक्रेर हामी तलमाथि गर्ने काम गर्छौँ। यसरी दुवैतर्फ प्वालबाट पालै पालो छिराएर करिब 10 देखि 15 मिनेट जति मोही पारे जसरी बिस्तारै हल्का रूपले तान्दै छोड्दै गर्ने काम गरिन्छ। यो विधिले नाक तथा मुखमा भएका विकार तत्त्वहरू फाल्नका लागि सहयोग मिल्छ भने यसका कारण मुख्य विभिन्न प्रकारका साइनोसाइटिस, माइग्रेन, टाउको दुख्ने, रिङ्गटा लाग्ने विभिन्न प्रकारका समस्याहरू यस्तै सामान्य नेति विधिबाट पनि जाति गर्न सकिन्छ।